केहीको लागि हामी दिनभर अब त्यसकै लागि निम्तिमा कुदेको हामीलाई कहिले पनि यो ठाउँबाट हामीलाई मुक्त दिलाउने मुक्त पाउनेको बाटोमा हुँदैन। जहिले हामी व्यस्त हुन्छ, केमा व्यस्त हुन्छ भने सांसारिक काममा व्यस्त भएर हामीलाई यो संसारिक दुःखबाट मुक्त हुनेको एउटा समय पाउँछ भने पाउँदैन। नपाएको कारणले हामीले के भन्छ मुक्त हुँदैन भन्छ है, मुक्ति पाउँदैन भन्छ। छेदी धोछेक छेदी, त्यही कारणले हामीले यो जीवनको जुन नाम पद यिनीहरूको लागि चाहिँ नसोचेर हामीले त्यो सबै त्यागेर चाहिँ हामी के एउटा हो छिमी चाहन्छु भन्दाखेरि हामीले अब हामी मरेर गइसकेपछि त त्यो बाटोमा कसरी लाग्ने भन्ने त्यो एउटा विकल्प छ, त्यसलाई अपनाउने हो भन्छ है। चाहन्छु डोबला लाप्छ लेपुरो त्यो भन्ने छिन्देगी लामा अब हो। त्यही कारणले अनि हामीले आफ्नो गुरु भन्यो भने हो त्यस्तो यो जुनीको लागि मात्रै नभएर अर्को जुनीको एउटा स्वयं आफूले त्यस्तो खालको दर्शन दिलाउने लामा गुरुहरू छ भने त्यो चाहिँ तपाईँको गुरु, त्यस्तोलाई चाहिँ गुरु मान्नुपर्छ भन्छ है। हामीले यहाँ फेरि पूजापाठमा मात्रै सीमित गरेर आज त साँच्चीकै बुद्धको दर्शन बुद्धको मार्ग देखाउने ठाउँ छैन। अहिले त जो मान्छेले अहिले ठुल्ठुलो गद्दी आसनमा बसेर पूजा गर्छ डङ डङ डुन्नु गऱ्यो भने आमा त्यो पूजा गरे भन्छ। खास वास्तविक कुरो त्यो होइन, त्यो भनेको त एउटा उपाय मात्र है। हामी त्यस्तो बुझ्नुपर्छ। तर त्यहाँ त्यो धर्म मैले हिजो भने हामीले अब कति है दमाउनु पराउँछ के पराउँछ कसो पराउँछ, तर अब हामीले साँच्चीकै यो सौर्य गर्नुपर्छ पाप यसरी त्याग्नुपर्छ भने त्यो त हामीले एक शब्द पनि कसले बताएको छैन नि त। यहाँ साँच्ची बुद्धको सिस्टम त्यही बनाउँछ, तपाईँको रक्षा गर्ने पनि यही छो होइन, तपाईँलाई मुक्ति दिलाउने यही छो होइन। तपाईँको यो दुनियाँमा तपाईँलाई एकदम सम्पन्न परिपन्न तपाईँलाई एकदमै मनमा सुख शान्ति दिन पनि यही छो। अनि त्यो पूजापाठले त हुँदैन, पूजापाठले भनेको त एउटा विधिको रूपमा हामीले होइन धर्म पुण्य सञ्चय गर्ने चाहिँ एउटा उपाय चाहिँ हो। अनि हामीले यो भित्रको साँच्चै शिक्षा नै नभएको छ नि त, जति गरे पनि के भयो है, गर्यो सक्यो हुन त त्यसको लाभ छ नभएको त होइन। फेरि लाभ भनेको हामीले जस्तै अब जहिले हामी पावरफुल भयो भने हामीले जे कुरा पनि हामीले है अनि पदहरू भनेको सबै पावर मात्र हो कि केही पनि होइन वास्तविक कुरो भने। त्यही कारण त्यो छ भने हामीले एउटा काम आर्जन गर्नु लागि त एउटा सहायता त पुग्छ, तर पनि आफ्नो मनलाई मुक्ति दिलाउनेको मार्ग चाहिँ हुँदैन। त्यही कारणले हामीले के भन्छ अनि जहिले पनि दलाइ लामाले भन्छन् हामी 21औं शताब्दीको एउटा के भन्छ धर्मको चाहिँ एउटा अनुयायी बन्नुपर्छ, पहिलेको जस्तो अन्धभक्त नभएर के हो त्यसो भन्ने कारण त्यसो। अनि त्यो कारण किन हो भनेदेखि छेदिगी फामा ताङ डेल है, छेदी फामा ताङ डेल यहाँदाङ झासे सेन लुङ थाम्ची कि छिल्मे थावासिन बरु भन्छ है। यो त हो नि, अब यही जुनीको भामासँग चाहिँ के हुन्छ भन्दा हामी सम्बन्ध छ, त्यो सम्बन्ध भएको कारणले हामीसँग के आफन्त छ होइन, आमापट्टिको आफन्त छ, बाउपट्टिको आफन्त छ, आफ्नो बुढीपट्टिको आफन्त छ, आफ्नैपट्टिको आफन्त छ। यो सबै हुने के एउटा सामान्य क्रम हो। त्यो पनि के गर्नुपर्छ अन्तिममा गएर हामीले आफ्नो मुखबाट के एउटा फालेको थुक जसरी फालेर जानुपर्ने हुन्छ होइन। बुद्धले त स्वयं अब आफ्नो सम्राट राज्य थियो, आफ्नो दरबार थियो, आफ्नो भामा थियो, आफ्नो छोरा थियो, आफ्नो बुढी थियो, त्यो सबैले नै त्यागेर जानुभएको नि त। यो त उहाँको इतिहासमा छ नि त। त्यो भएको कारणले हामीले त्यहाँ लुङ्जे ताम छिमी थावासिन बरु भन्छ स्यागोसो खानु त्यो छो चम्चो ताम्बी छु बासी डुब्को थियो। हामीले है खानाहरू जे पायो भने त्यो के हामीले एउटा धर्म गर्नुको लागि मात्रै सीमित रहेछ भनेको त्यतिसम्म बुझ्नुपर्छ। अब खाएर पनि हामीले त्यो काम गऱ्यो भने त हिजो हामीले घरमा कुकुर पालेर कुकुरलाई खाना दिएर कुकुरले काम गऱ्यो भने हामी कुकुर पाल्दैनन्। हामीले यो आफ्नो शरीरलाई पनि खाना दिएपछि त हामीले यसलाई पनि एउटा लाभ लिनु पर्यो नि है। पुण्य आर्जन गर्नुको लागि राम्रो काम गर्नुको लागि चाहिँ प्रयोग गऱ्यो भने यसको काम